यसका साथसाथै सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू तपाईहरूले रुल 38 यहाँनिर स्क्रिनमा देख्न सक्नुहुन्छ। हेर्नुहोस् त, म्याटर्स टु बी डिस्क्लोज इन अडिटर्स रिपोर्ट अफ इन्स्योरर भनेको इन्सुरेन्स कम्पनी, चाहे त्यो लाइफ होस्, चाहे त्यो नन लाइफ होस्, चाहे त्यो इन्सुरेन्स बिजनेस होस्, त्यसको अडिटरले अडिट रिपोर्ट दिँदै गर्दा विभिन्न म्याटरहरू के डिस्क्लोज गर्नुपर्छ त। यसका लागि अलरेडी तपाईहरूले कम्पनीज एक्टको सेक्सन नम्बर 115 मा सिमिलर कुराहरू पढ्नु भएको छ। त्यसै गरी बाफियाको यदि तपाईहरूले रेफरेन्स लिनुहुन्छ भने सेक्सन नम्बर 66 सबसेक्सन 3 अनुसार हरेक बैंक अथवा फाइनेन्शियल इन्स्टिट्युसनको अडिटर रिपोर्टमा अडिटरले विभिन्न कुराहरू डिस्क्लोज गर्नुपर्ने बताइएको थियो भने, त्यसै गरी इन्सुरेन्स एक्टको प्रोभिजन अन्तर्गत रहेर इन्सुरेन्स रेगुलेसनमा हरेक अडिटरले इन्सुरेन्स कम्पनीको अडिट रिपोर्ट दिँदै गर्दा विभिन्न म्याटरहरू डिस्क्लोज गर्नुपर्ने छ। त्यसको रेफरेन्स चाहिँ सेक्सन 87 र त्यसको इन एडिसन विभिन्न म्याटर्सहरू डिस्क्लोज गर्नुपर्छ भनेर रेगुलेसनमा व्यवस्था गरिएको छ। र रेगुलेसनले के भन्छ त, अथवा अडिटरले नेपाल स्ट्यान्डर्ड्स अन अडिटिङ अनुसारको अडिट रिपोर्ट इस्यु गर्दै गर्दा, अडिट ओपिनियन दिँदै गर्दा के कुराहरू चाहिँ डिस्क्लोज गर्नुपर्छ त भन्दाखेरि, पहिलो इन्सुरेन्स फन्ड, मेन्टल रिजर्भ फन्ड र अदर फन्ड अथवा सिमिलर नेचरको सल्भेन्सी मार्जिनहरू चाहिँ इन्स्योररले मेन्टेन गरेको छ कि छैन, र त्यसरी मेन्टेन गर्दै गर्दा अथवा डिटरमाइन गर्दै गर्दा अथोरिटीले डिटरमाइन गरेको स्ट्यान्डर्डहरू फलो गरेको छ कि छैन, छ भने पनि छ भन्नु पर्यो, छैन भने पनि छैन भन्ने जिम्मा अडिटरको रहेछ र अडिटरले अडिटर्स रिपोर्ट मार्फत यी कुराहरू कभरेज गर्नु पर्यो। त्यसै गरी इन्स्योररले कुनै पनि इन्सुरेन्स बिजनेस सँगै अरू पनि बिजनेसहरू गरेको छ त, जनरली त्यो काम गर्न पाइँदैन, तर यदि गरेको छ भने त्यो कुरा पनि अडिटरले आफ्नो रिपोर्टमा उल्लेख गर्नु पर्यो। त्यसै गरी इन्स्योर्डको इन्ट्रेस्टको विपरीत हुने गरी अथवा डेट्रिमेन्टल हुने गरी कुनै पनि इन्स्योररले काम गरेको छ कि छैन त्यो कुरा पनि अडिटरले क्लियरली भन्नु पर्यो। त्यसै गरी उसले बिजनेस गर्दै गर्दा नेपाल इन्सुरेन्स अथोरिटीको इन्स्ट्रक्सन अथवा गाइडलाइनहरूलाई प्रोपरली कम्प्लायन्स गरेको छ कि छैन त्यो कुरा पनि डिस्क्लोज गर्नु पर्यो। त्यसै गरी उसले इन्सुरेन्स पोलिसी जुन चाहिँ नेपाल इन्सुरेन्स अथोरिटीले एप्रुभ गरेको छैन त्यो अनुसार इस्यु गरेको छ कि छैन, के छ, ती कुराहरू पनि प्रोपरली डिस्क्लोज गर्नु पर्यो। त्यसै गरी त्यो सम्बन्धित इन्सुरेन्स कम्पनीहरूले फाइनेन्सियल अथवा अरू म्याटरहरू जुन सेयर होल्डरलाई प्रोपरली ट्रु एन्ड फेयर मेकानिजममा डिस्क्लोज गर्नु पर्थ्यो त्यो कुराहरू फाइनेन्सियल स्टेटमेन्टमा डिस्क्लोजर भएको छ कि छैन। त्यसै गरी इन्स्योररले आफ्नो लायबिलिटी डिस्चार्ज गर्नको लागि एसेट सफिसियन्ट छ कि छैन, लायबिलिटी भन्नाले सर्ट टर्म भन्दा पनि यहाँनिर लङ टर्म लायबिलिटीलाई डिस्चार्ज गर्न सक्ने त्यो इन्सुरेन्स कम्पनीको क्षमताको बारेमा अडिटरले आफ्नो ओपिनियन, आफ्नो कुराहरू भन्नु पर्यो र इन्सुरेन्स कम्पनी क्यापेबल छ कि छैन ती कुरा डिस्क्लोज गर्नु पर्यो। त्यसै गरी इन्स्योररको इन्टरनल कन्ट्रोल सिस्टम इफेक्टिभ छ कि छैन अथवा प्रोपरली अपरेटिभ छ कि छैन त्यो कुरा पनि डिस्क्लोज गर्नु पर्यो। त्यसै गरी कुनै पनि इन्स्योररले आफ्नो बिजनेस गर्दै गर्दा इन्सुरेन्स एक्ट, रेगुलेसन र त्योसँग सम्बन्धित एसोसिएटेड प्रोभिजन्सहरू पनि कम्प्लायन्स भएको छ कि छैन ती यावत कुराहरू पनि अडिटर्स रिपोर्ट मार्फत डिस्क्लोज गर्नु पर्यो। त्यसै गरी रुल 39 ले हरेक इन्सुरेन्स कम्पनी अथवा इन्स्योररहरूको इन्टरनल अडिट म्यान्डेटरी हुनै पर्ने बाध्यात्मक अवस्था सृजना गरेको छ र त्यसको आधारमा हरेक फिस्कल इयर अथवा हरेक क्वार्टर एन्ड भइसकेपछि कम्तीमा 60 दिनभित्र इन्टरनल अडिट फङ्सन कम्प्लिट हुनु पर्यो र त्यसको रिपोर्ट नेपाल इन्सुरेन्स अथोरिटीलाई पनि बुझाउनु पर्छ। यो एउटा फोर्सफुल नयाँ प्रोभिजनहरू यहाँ इन्सर्ट गरिएको छ। त्यसै गरी अबको सेगमेन्टमा हामीहरूले इन्सुरेन्स एक्ट अनुसार पढेको इन्सुरेन्स इन्टरमेडियरिजको बारेमा एक्टले क्लारिफाई गर्न अथवा एक्टले समेट्न नसकेका विषयवस्तुहरूलाई एकदम माइन्युट तरिकाले इन्सुरेन्स रेगुलेसन 2081 ले क्लारिफाई गर्न खोजेको छ। जस्तै इन्सुरेन्स इन्टरमेडियरी भन्नाले इन्स्योरर र इन्स्योर्डको बीचमा इन्टरमिडिएटको भूमिका निर्वाह गर्ने गरी नेपाल इन्सुरेन्स अथोरिटीबाट लाइसेन्स प्राप्त, चाहे त्यो नेचुरल पर्सन होस् चाहे त्यो अर्गनाइज बडी इन्स्टिट्युसन्सहरू होस्, ती दुईटैलाई इन्सुरेन्स इन्टरमेडियरीको रूपमा रिकग्नाइज गरिएको पाउँछौँ र त्यस अन्तर्गत जस्तै इन्सुरेन्स ब्रोकरेज हुन सक्छ अथवा थर्ड पार्टी फेसिलिटेटर हुन सक्छ अथवा तपाईँ सर्वेयर हुन सक्छ, एजेन्ट हुन सक्छ,
यी सबै बिजनेस गर्ने व्यक्तिहरूलाई हामीले कलेक्टिभली इन्सुरेन्स इन्टरमिडिएरी भनेर अलरेडी एक्टमा कभरेज गरिसकेको अवस्था हो। त्यसो भनिसकेपछि अब इन्सुरेन्स इन्टरमिडिएरिजको बारेमा कस्तो कस्तो प्रोभिजनहरू चाहिँ रुल्सले बताएको छ त त्यसमा हामी अगाडि बढ्नुपर्छ। लेट्स मुभ अन प्लिज। इन्सुरेन्स इन्टरमिडिएरिजका प्रोभिजनहरूलाई क्लारिफाई गर्ने सिलसिलामा हामी पहिलो प्रोभिजन चाहिँ इन्सुरेन्स सर्वेयरको बारेमा बताउन गइरहेका छौँ। हेर्नुहोस् त, इन्सुरेन्स सर्वेयर भनेको नन लाइफ इन्सुरेन्सको केसमा यदि कुनै क्षतिहरू भयो भने त्यो क्षतिको प्रकृति के छ, कति बराबरको क्षति भयो, त्यो कुरालाई क्वान्टिफाई गर्ने र त्यसका लागि राष्ट्र बैंक नेपाल इन्सुरेन्स अथोरिटीबाट लाइसेन्स प्राप्त गर्ने नेचुरल पर्सन पनि हुन सक्छ अथवा इन्स्टिट्युसनल सर्वेयर पनि हुन सक्छ। तर त्यो सर्वेयरको लाइसेन्स प्राप्त गर्ने व्यक्तिहरूको अथवा इन्स्टिट्युसनलको क्वालिफिकेसनहरू के हुनुपर्छ त हेरौँ है त। इन्सुरेन्स सर्वेयरको लागि योग्यता भनेको रुल 46 ले बताएको छ। त्यो सम्बन्धित व्यक्ति जसले सर्वेयरको रूपमा लाइसेन्स लिन खोज्छ उसले कम्तीमा इन्जिनियरिङमा ब्याचलर डिग्री गरेको हुनु पर्यो अथवा सबै क्वालिफिकेसन होइन है, कृपया ध्यान दिनु होला। यो रिकग्नाइज गरिएको जुन 4वटा क्वालिफिकेसन छ त्यो मध्ये जुनसुकै क्वालिफिकेसन पोजेस गरे पनि इन्सुरेन्स सर्वेयरको लाइसेन्स प्राप्त गर्न सकिनेछ। कि त चार्टर्ड अकाउन्टेन्सी एक्जामिनेसन पास गरेको हुनु पर्यो, कि त ब्याचलर डिग्री लिएर इन्सुरेन्स कम्पनी चाहे त्यो लाइफ होस् चाहे त्यो नन लाइफ होस् चाहे त्यो इन्सुरेन्समा होस् अथवा नेपाल इन्सुरेन्स अथोरिटीमा कम्तीमा अफिसर लेभल पोजिसनमा 10 वर्ष काम गरेको अनुभव भएको हुनु पर्यो अथवा ब्याचलर डिग्री हासिल गर्ने र नन लाइफ इन्सुरेन्समा एसोसिएटेड डिग्री जुन इन्टरनेसनल इन्स्टिट्युसनहरूबाट प्राप्त गरिन्छ अथवा त्यो लेभलको एसोसिएटेड रिकग्निसन भएको डिग्रीहरू हासिल गरिन्छ भने पनि त्यो पार्टिकुलर व्यक्तिले इन्सुरेन्स सर्वेयरको लाइसेन्स प्राप्त गर्न सक्ने रहेछ। त्यसै गरी रुल 47 ले के भनेको छ भने कुनै पनि व्यक्तिले इन्सुरेन्स सर्वेयरको लाइसेन्स लिनुभन्दा पहिला सम्बन्धित सर्वेयरमा अथवा इन्सुररमा कम्तीमा 3 महिनाको इन्टर्नसिप लिनुपर्छ अथवा 3 महिना इन्टर्न गर्नुपर्छ भन्ने प्रोभिजन राखिएको छ। यसले गर्दा जसले त्यो सर्वेयरको रूपमा काम गर्न चाहन्छ त्यो व्यक्ति सुरुमै वर्किङ स्किलहरू सहित उ त्यो इन्सुरेन्स कम्पनीमा काम गर्न सकोस् र उसले सर्वेयरको काम इफेक्टिभ तरिकाले सञ्चालन गर्न सकोस् भन्ने यसको प्रिजम्पसन रहेको छ। त्यसै गरी सर्वेयरको रूपमा क्लासिफाई कसरी गरिन्छ त अथवा सर्वेयरको क्लासिफिकेसनको क्राइटेरियाहरू के रहेको छ त रुल 48 ले बताएको छ। यसमा तपाईले हिन्टमा देख्न सक्नुहुन्छ ए, बी र सी क्याटेगोरी गरी 3 किसिमको इन्सुरेन्स सर्वेयरको यहाँनिर परिकल्पना गरिएको छ। मतलब जति धेरै एक्सपिरियन्स त्यति नै धेरै हायर लेभल क्लासको अथोरिटीको अथवा हायर क्लासको सर्वेयरको परिकल्पना गरियो। यसको मतलब सबैभन्दा लिस्ट एक्सपिरियन्स भएको इन्सुरेन्स सर्वेयरलाई सी क्लासको लाइसेन्स प्रदान गरिन्छ। द अथोरिटी shall classify insurance surveyor as follows. अथोरिटीले इन्सुरेन्स सर्वेयरको रूपमा विभिन्न 3वटा क्याटेगोरी क्लासिफाई गरेको छ। पहिलो क्याटेगोरी रहेको छ ए क्याटेगोरी, जसमा कुनै पनि सर्वेयरले सर्वेयरको रूपमा कम्तीमा 15 वर्ष काम गरेको उसको अनुभव छ र उसले मिनिमम सर्वे जुन चाहिँ नेपाल इन्सुरेन्स अथोरिटीले तोकेको लिमिट भित्र रहेर काम गरेको छ भने त्यस्तो सर्वेयरलाई ए क्लासको सर्वेयरको लाइसेन्स दिइन्छ। त्यसै गरी अब बी क्लासको सर्वेयरको लाइसेन्स लिनको लागि मिनिमम अमाउन्ट अनुसार भनेको नेपाल इन्सुरेन्स अथोरिटीले तोकेको मिनिमम सर्वेको अमाउन्टको सिलिङ पुरा गरेको र कम्तीमा 7 वर्षको अनुभव हासिल गरेको व्यक्तिलाई चाहिँ बी क्याटेगोरीको सर्वेयरको लाइसेन्स दिइन्छ। तर सी क्याटेगोरीको सर्वेयरको लाइसेन्सको लागि चाहिँ हेर्नुहोस् त, सर्वेयर हु हेभ obtained a license from authority and who have not fulfilled the qualification as per clause AB भनेको मतलब जसले बी अथवा ए क्याटेगोरीको सर्वेयर हुनको लागि चाहिने मिनिमम क्वालिफिकेसनहरू मिनिमम एक्सपिरियन्स पोजेस गरेको छैन भने त्यो व्यक्तिलाई चाहिँ हामीले सी क्याटेगोरीको सर्वेयरको लाइसेन्स नेपाल इन्सुरेन्स अथोरिटीले दिने रहेछ भनेर बुझ्नु पर्यो। त्यसै गरी जो इन्स्टिट्युसनल सर्वेयरको रूपमा काम गर्न चाहन्छ भनेको रिकग्नाइज इन्स्टिट्युसन्स अथवा कम्पनीको रूपमा सर्वेयरको रूपमा काम गर्न खोजिन्छ भने तिनीहरूले चाहिँ कुनै पनि क्याटेगोरीको रूपमा उनीहरूलाई क्लासिफाई गरिएको छैन। त्यसै गरी इन्सुरेन्स ब्रोकरेजको बारेमा के छ त? इन्सुरेन्स ब्रोकरेज 3 किसिमको भनेर रुल्सले परिकल्पना गरेको छ। रुल 55
एउटा डाइरेक्ट इन्सुरेन्स ब्रोकर, त्यसपछि अर्को रिइन्सुरेन्स ब्रोकरेज र जोइन्ट इन्सुरेन्स ब्रोकरेज गरी 3 किसिमको इन्सुरेन्स ब्रोकरेजको यहाँनिर परिकल्पना गरिएको छ। र इन्सुरेन्स ब्रोकर बन्नको लागि सेक्सन 92 को इन एडिसन्स विभिन्न किसिमका क्वालिफिकेसन्सहरू यहाँनिर प्रिस्क्राइब गरिएको छ। त्यसका लागि अनिवार्य कम्पनीको रूपमा दर्ता हुनु पर्यो र कम्पनीको रूपमा दर्ता हुनुभन्दा पहिला नेपाल इन्सुरेन्स अथोरिटीबाट एप्रुभल लिने र त्यस पछाडि कम्पनी ऐन 2063 को दफा 4 का प्रावधान अनुसार चाहिँ कम्पनी दर्ता हुनु पर्यो। त्यस पछाडि जो इन्सुरेन्स ब्रोकर अथवा जुन कम्पनीको चिफ म्यानेजरको रूपमा काम गर्न चाहेको छ त्यो व्यक्तिले कम्तीमा मास्टर्स डिग्री हासिल गरेको हुनु पर्यो। त्यस पछाडि organization acting as an insurance broker or the person acting as a chief manager of the such organizations जुन व्यक्ति चाहिँ प्रिभेलिङ ल अनुसार ब्ल्याकलिस्टेड हुनु भएन भनेको त्यो इन्सुरेन्स ब्रोकर व्यक्ति जुन अर्गनाइजेसन हो अथवा त्यसको चिफ म्यानेजर चाहिँ प्रचलित कानुन अनुसार कालो सूचीमा परेको हुनु भएन। यी सबै क्वालिफिकेसनहरू पोजेस गरेको हुनु पर्यो। त्यस पछाडि अब थर्ड पार्टी फेसिलिटेटर। थर्ड पार्टी फेसिलिटेटर भनेको इन्सुरेन्स बिजनेसमा इन्स्योरर र इन्स्योर्डको बीचमा पुल गर्ने र इन्सुरेन्स बिजनेसलाई इन्हान्समेन्ट गर्न एक्सपान्सन गर्नको लागि नेपाल इन्सुरेन्स अथोरिटीबाट लाइसेन्स लिएको इन्सुरेन्स इन्टरमेडिएटलाई हामीले थर्ड पार्टी फेसिलिटेटर भन्छौँ। र त्यो थर्ड पार्टी फेसिलिटेटरको लागि चाहिँ ऐनले समेट्न नसकेका कुराहरूमा विभिन्न कुराहरू चाहिँ रुल्सले समेट्न खोजेको छ। जस्तै टु अब्टेन प्रायर एप्रुभल अफ द अथोरिटी बिफोर रजिस्ट्रेसन एज पर प्रिभेलिङ ल भनेको प्रचलित कम्पनी कानुन अनुसार कम्पनी दर्ता गर्नुभन्दा पहिला सुरुमा नेपाल इन्सुरेन्स अथोरिटीबाट प्रायर एप्रुभल लिनु पर्यो। त्यसका लागि कम्पनीको रूपमा दर्ता हुनु पर्यो एज पर कम्पनी एक्ट 2063। त्यस पछाडि अब विभिन्न क्वालिफिकेसन अथवा थर्ड पार्टी फेसिलिटेटरमा काम गर्ने व्यक्तिहरूको योग्यता के रहेको छ त त्यसको बारेमा पनि यहाँनिर बताउन खोजिएको छ। पर्सन जसले चिफ म्यानेजरको रूपमा काम गर्छ त्यसको कम्तीमा क्वालिफिकेसन ब्याचलर डिग्री हुनु पर्यो। सर फेरि भनेपछि जुनसुकै विषयमा ब्याचलर डिग्री गरेको भए पनि यहाँनिर फरक पर्दैन, तर ब्याचलर डिग्री चाहिँ हुनु पर्यो। त्यस पछाडि जसले थर्ड पार्टी फेसिलिटेटर रूपमा काम गर्छ त्यो अर्गनाइजेसनमा कम्तीमा एकजना चाहिँ लाइसेन्स प्राप्त भनेको नेपाल मेडिकल काउन्सिलबाट लाइसेन्स प्राप्त एकजना डाक्टर चाहिँ त्यहाँ अनिवार्य हुनुपर्छ। त्यसै गरी थर्ड पार्टी फेसिलिटेटरको रूपमा काम गर्नुभन्दा पहिला अनिवार्य रिटर्न एग्रिमेन्ट हुनुपर्छ इन्स्योरर र थर्ड पार्टी फेसिलिटीको बीचमा र त्यसको एग्रिमेन्टको जानकारी चाहिँ नेपाल इन्सुरेन्स अथोरिटीलाई पनि दिनुपर्छ। र थर्ड पार्टी फेसिलिटेटरले आफूले काम गरिराखेको सम्पूर्ण डिटेल्सहरू चाहिँ अथोरिटीलाई एनुअल स्टेटमेन्टको रूपमा फिस्कल इयर सकिएको 3 महिनाभित्रमा एनुअल रिपोर्ट नेपाल इन्सुरेन्स अथोरिटीलाई बुझाउनु पर्ने रहेछ। त्यसै गरी यदि कुनै फरेन इन्सुरेन्स सर्भियर अथवा फरेन इन्सुरेन्स ब्रोकर अथवा फरेन थर्ड पार्टी फेसिलिटेटरले नेपालमा इन्सुरेन्स इन्टरमेडिएरीको काम गर्न चाहेको छ तर इन्सुरेन्स इन्टरमेडिएट रूपमा काम गर्न चाहँदै गर्दा नेपाल इन्सुरेन्स अथोरिटीबाट प्रायर एप्रुभल लिनु पर्यो। तर त्यसका लागि कि त ब्रान्च अफिसको परिकल्पना गर्नु पर्यो कि त नयाँ कम्पनी इन्कर्पोरेट गर्ने हो भने जोइन्ट इन्भेस्टमेन्ट नेपाली व्यक्तिहरूसँग अथवा नेपाली बडी कर्पोरेटहरूसँग जोइन्ट इन्भेस्टमेन्ट गरेर संयुक्त लगानीमा चाहिँ उसले थर्ड पार्टी फेसिलिटेटर अथवा इन्सुरेन्स सर्भियर अथवा इन्सुरेन्स ब्रोकरेजको रूपमा काम गर्न सक्ने रहेछ। त्यो कुरा रुल 62 ले म्यान्डेटरी गरेको छ। यसमा तपाईहरुले अलिकति फोकस गर्नु होला विद्यार्थी भाइ बहिनीहरू। त्यसै गरी रेगुलेसन फी भनेको इन्सुरेन्स एक्ट 2079 को सेक्सन 79 र सेक्सन 100 ले इन्सुरेन्स कम्पनीहरूले इन्सुरेन्स रेगुलेसन फी को रूपमा नेपाल इन्सुरेन्स अथोरिटीलाई केही सर्टेन अमाउन्ट बुझाउनु पर्छ। जस्तै माइक्रो लाइफ इन्सुरेन्स अपरेट गर्ने कम्पनीको केसमा चाहिँ टोटल इन्सुरेन्स प्रिमियमको 0.5%, त्यसै गरी माइक्रो लाइफ र माइक्रो नन लाइफ भन्दा बाहेकको अरु बिजनेस लाइफ इन्सुरेन्स होस् नन लाइफ होस् इन्सुरेन्स होस् त्यस्तो बिजनेस गर्ने कम्पनीले चाहिँ 0.75% अफ द टोटल प्रिमियम जुन एनुअली अर्न हुन्छ
त्यो अमाउन्ट चाहिँ नेपाल इन्सुरेन्स अथोरिटीलाई बुझाउनु पर्यो। भनिसकेपछि त्यो अमाउन्ट कसरी बुझाउने त, यो कुरा चाहिँ इन्सुरेन्स रेगुलेसन 2081 ले क्लारिफाई गरेको छ, जसमा चाहिँ तपाईहरुले रुल 72 मा रेगुलेसन फी भनेर तपाईहरुले सिक्न सक्नुहुनेछ। भनेपछि इन्सुरेन्स अथोरिटी लाई इन्सुरेन्स कम्पनीहरुले कति समयभित्रमा पे गर्ने के छ, यदि पे गर्न सकेन भने त्यसको फाइन पेनाल्टीका कुराहरू के छन्, अथवा इन्सुरेन्स अथोरिटीले गर्ने कारबाही, यी कुराहरू चाहिँ रुल 72 ले कभरेज गरेको छ। हेर्नुस् त, इन्सुरेन्स कम्पनी शैल पे द रेगुलेसन फी, चाहे त्यो सेक्सन 79 होस् चाहे त्यो सेक्सन 100 अनुसार होस्, टु द अथोरिटी विदिन 30 days अफ द एन्ड अफ द क्वार्टर। भनेको हरेक क्वार्टर सकिएको जुन क्वार्टरली रिपोर्ट हुन्छ त्यसको आधारमा निस्कने रेगुलेसन फी को चाहिँ क्वार्टर एन्ड सकिएको 30 दिन भित्रमा इन्सुरेन्स अथोरिटीमा डिपोजिट गर्नु पर्यो। त्यसपछि इफ द इन्सुरेन्स कम्पनी फेल्स टु पे द रेगुलेसन फी, भनेको इन्सुरेन्स अथोरिटीलाई जुन रेगुलेसन फी बुझाउन सकिएन भने जति अमाउन्ट ड्यू छ, ड्यूज अमाउन्ट सँगसँगै 10% एनुअलाइज बेसिसमा इन्ट्रेस्ट पनि इन्सुरेन्स कम्पनीहरूले नेपाल इन्सुरेन्स अथोरिटीलाई बुझाउनु पर्ने रहेछ। त्यसपछि रेगुलेसन फी भनेको चाहिँ अब फिस्कल इयरमा 3टा क्वार्टरमा त बुझाइयो। त्यसपछि रेगुलेसन फीहरु चाहिँ लाइसेन्स रिन्युअल गर्दै गर्दा यो भनेको चाहिँ तपाईको नन लाइफ लाइसेन्स रिन्युअलको प्रावधान र तपाईको रेगुलेसन फी चाहिँ लाइसेन्स रिन्युअल गर्दै गर्दा चाहिँ बुझाउनु पर्छ। जुन बुझाउन बाँकी छ त्यो बाँकी रहेको कुरा चाहिँ लाइसेन्स रिन्युअल गर्दै गर्दा बुझाउनु पर्छ भन्ने कुरा यहाँनिर परिकल्पना गरियो। र यो सँगै नेपाल इन्सुरेन्स अथोरिटी र त्यो अनुसार रहेका विभिन्न एस्पेक्टहरुको बारेमा र इन्सुरेन्स बिजनेसको बारेमा कसरी क्ल्यारिफाई गर्ने के भन्ने बारेमा इन्सुरेन्स रेगुलेसन 2081 का प्रोभिजनहरु यही र्याप अप हुन्छ। त्यसपछि हामी अरु एमेन्डमेन्टहरु के छन् त्यो अरु एमेन्डमेन्टहरुलाई हामीले सिरियल बाइ सिरियल हामी च्याप्टर वाइज च्याप्टर कभरेज गर्दै जाने छौं। लेट्स मूव अन प्लिज। क्याप 2 अन्तर्गत कर्पोरेट एन्ड अदर लज अध्ययनरत सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरु, तपाईहरुले अलरेडी नेप्लिस लिगल सिस्टममा अर्डिनेन्सको बारेमा केही कुराहरु सुन्नु भएको छ, मैले विश्वास गरेको छु। नेपालको संविधानको धारा 114 अनुसार पार्लियामेन्ट इनएक्टिभ भएको अवस्थामा नेपाल सरकार मन्त्री परिषद अथवा गभर्नमेन्ट अफ नेपाल काउन्सिल अफ मिनिस्टरको सिफारिसमा प्रेसिडेन्टले एप्रुभल गरिसकेपछि अर्डिनेन्स बन्छ र अर्डिनेन्स नेपाल राजपत्रमा प्रकाशन गरिसकेपछि त्यसले एउटा ऐन सरह कानुनी स्वामित्व त्यसले ग्रहण गर्छ। तर त्यसैगरी फेरि संविधानको धारा 114 ले नै अर्को के बताएको छ भने यदि दुईटै पार्लियामेन्ट रिज्युम भएको भनेको फेडरल पार्लियामेन्टको अप्पर हाउस जसलाई नेशनल एसेम्ब्ली भनिन्छ, त्यसैगरी लोअर हाउस जसलाई हाउस अफ रिप्रेजेन्टेटिभ भनिन्छ, दुईटै हाउस रिज्युम भएको मितिले 60 दिन भित्रमा पार्लियामेन्टले त्यो ओनरशिप लिएन अथवा त्यो अर्डिनेन्स पास गरेन भने त्यो अर्डिनेन्स स्वतः खारेज हुनेछ र त्यो बीचमा भएका सबै कामहरु चाहिँ फेरि अटोमेटिकली भ्यालिड हुन्छ भन्ने परिकल्पना नेपालको संविधानले गरेको छ। त्यही भएर नेपालको संविधान अनुसार जारी गरिएका अध्यादेशहरुको इफेक्ट भनेको पार्लियामेन्टले बनाएको कानुन सरह हुनेछ। यो कुरा चाहिँ तपाईहरुले फन्डामेन्टल प्रिन्सिपलको रूपमा बुझ्नुपर्ने छ। त्यही भएर नेपालको इकोनोमिक एन्भाइरोन्मेन्ट र बिजनेस एन्भाइरोन्मेन्टलाई इम्प्रुभ गर्नको लागि र नेपालमा इन्भेस्टमेन्ट लगानीहरुलाई मजबुत बनाउन र लगानीको दायराहरुलाई एक्सपान्सन गर्ने पर्पजको लागि एउटा अध्यादेश लिएर आइएको छ 2081, जसलाई चाहिँ नेपालको संविधान अनुसार प्रेसिडेन्टले 2081 पौष 29 गते एप्रुभल गर्नुभएको छ र त्यो एप्रुभलमा विभिन्न एक्टहरु चेन्ज भएको छ, जसमा सबैभन्दा म्यासिभ चेन्ज अथवा त्यसमा केही चेन्जहरु चाहिँ कम्पनीज एक्ट 2063 मा एमेन्डमेन्ट भएको हामी पाउँछौं र कम्पनीज एक्ट 2063 मा भएको चेन्जहरुलाई हामीले यसरी कम्प्यारेटिभ स्टडीको रूपमा यहाँ रिप्रेजेन्ट गर्ने जमर्को गरेका छौं। जस्तै सेक्सन नम्बर 4 सबसेक्सन 2 को क्लास ई, यसको मतलब तपाईहरुले यो एमेन्डमेन्ट पढ्दै गर्दा यहाँ 4 वटा कोलम देख्न सक्नुहुन्छ। कोलम 1 कुन सेक्सनमा एमेन्डमेन्ट भयो, कोलम 2
कस्ता प्रोभिजनहरू एमेन्डमेन्ट भयो भनेको मतलब एमेन्डमेन्ट भएपछिको इम्प्याक्ट, त्यस पछाडि एक्जिस्टिङ प्रोभिजन के छ र एमेन्डमेन्ट भइसकेपछिको इम्प्याक्ट के हुन्छ। यसरी 3 कोलुमनार फर्मेटमा चाहिँ हामीले एमेन्डमेन्टको सम्पूर्ण कुराहरूलाई कभरेज गर्ने जमर्को गरेका छौँ र तपाईहरूले यसरी 3 महले विवरणको रूपमा यो एमेन्डमेन्टलाई बुझ्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु। अब सेक्सन नम्बर 4 सबसेक्सन 2 क्लज ई भन्ने बित्तिकै यहाँनिर कम्पनी दर्ता गर्दै गर्दा जुन डकुमेन्ट्सहरू बुझाउनु पर्ने छ त्यो डकुमेन्ट्सहरूमा के डकुमेन्ट्सहरू बुझाउने भन्ने कुरा थप्न बुझिएको छ। नयाँ प्रोभिजन थपियो र नयाँ प्रोभिजन अनुसार चाहिँ अब यदि प्रमोटर चाहिँ नन रेजिडेन्ट नेपाली सिटिजन हुने हो भने उसको नन रेजिडेन्ट नेपाली सिटिजनसिप सर्टिफिकेट भनेपछि नेपाली नागरिकहरूलाई नेपाली सिटिजनसिप सर्टिफिकेट दिइन्छ भने पहिला नेपाली भएको बाइ बर्थ तर अहिले नेपालको नागरिकता त्यागेर नेपालभन्दा बाहिर बिजनेसको लागि गएका त्यस्ता भूतपूर्व नेपालीहरू अथवा गैर आवासीय नेपालीहरू नन रेजिडेन्ट नेपाली सिटिजनले पनि उनीहरूले नेपालमा व्यवसाय गर्न इन्भेस्टमेन्ट गर्नको लागि तर भोटिङ राइट नपाउने गरी नेपाली नागरिकता प्राप्त गर्छन्, त्यसलाई चाहिँ नन रेजिडेन्ट नेपाली सिटिजनसिप भनिन्छ। उनीहरूले पनि त्यो सर्टिफिकेट बुझाइसकेपछि प्रमोटरको रूपमा नेपालमा इन्भेस्टमेन्ट गर्न र कम्पनीमा नयाँ कम्पनीमा लगानी गर्न अवसर यो नयाँ संशोधनले बाटो खुला गरेको छ र यसको इम्प्याक्टको रूपमा दिस प्रोभिजन अलाउज नन रेजिडेन्ट नेपाली सिटिजन टु बिकम द प्रमोटर अफ द कम्पनी इनकर्पोरेटेड अफ दिस एक्ट भनेको यो कम्पनी एक्ट 2063 अनुसार इनकर्पोरेट भएका कम्पनीहरूमा नन रेजिडेन्ट नेपाली सिटिजनले पनि प्रमोटरको हैसियतमा इन्भेस्टमेन्ट गर्न सक्ने रहेछ। त्यसै गरी अब तपाईहरूले यतापट्टि यो एमेन्डमेन्टको लहरै देख्न सक्नुहुन्छ। सेक्सन 18(3) पछाडि धेरै चेन्जेसहरू कभरेज गर्न खोजिएको छ र तपाईहरूले कम्पनीज एक्टको जुन ओरिजिनल एक्ट छ त्यसमा दफा 18 मा मेमोरेन्डम अफ एसोसिएसनको बारेमा केही प्रोभिजनहरू थाहा पाउनुहुनेछ र सेक्सन 18 ले मेमोरेन्डमको कन्टेन्टको रूपमा विभिन्न कुराहरू भनेको छ। 18 को 1 ले मेन कन्टेन्टहरू, 18 को 2 ले एडिसनल कन्टेन्टहरू यदि कम्पनीले इन्फोर्स गर्ने हो भने ती कुराहरू राइटिङमा एक्सप्लिसिटली मेमोरेन्डममा हुनुपर्छ भन्ने कुरा गरिएको छ। त्यसै गरी 18(3) मा चाहिँ जुन कन्सिडरेसन अदर देन क्यास अथवा बिजनेस स्टार्ट गर्दै गर्दा प्रमोटरहरूबाट एसेट लिइन्छ भने त्यसको भ्यालुएसन गर्ने कसरी, भ्यालुएसन कसले गराउने, क्राइटेरियाहरूको बारेमा भन्न खोजिएको छ। त्यसलाई क्लारिफाई गर्नको लागि सेक्सन 18 सबसेक्सन 3 पछाडि विभिन्न नयाँ सबसेक्सनहरू थपिएको छ। त्यसको पहिलो सबसेक्सन रहेको छ 18 सबसेक्सन 3 क। त्यसमा के भनिएको छ हेर्नुहोस् त। Even after the company is incorporated, the company may grant promoter or any other person right to purchase, issue or acquire rights to shares in any form other than cash. भनेको कम्पनी दर्ता भइसकेपछि प्रमोटरहरूले पनि कन्सिडरेसन अदर देन क्याशमा सेयर इस्यु गर्न अथवा सेयर लिन चाहन्छन् भने त्यसका लागि यो ऐनमा गरिएको व्यवस्थाले बाटो खुल्ला गरेको छ र अब 18(3) कले प्रमोटरहरूलाई पनि कम्पनी दर्ता भइसकेपछि कन्सिडरेसन अदर देन क्याशमा सेयर इस्यु अथवा सेयर लिनको लागि बाटो खुल्ला गरेको छ भने त्यसरी कन्सिडरेसन अदर देन क्याशमा सेयर लिने प्रक्रिया के हो त त्यसको प्रोसिड्युरल एस्पेक्टको रूपमा चाहिँ सेक्सन 18(3) खले परिकल्पना गरेको छ। यसले के भन्छ त हेर्नुहोस् त। Company shall have to pass special resolution in the general meeting of the company when issuing or selling shares or granting right to the promoter or any other person in any form other than cash. यदि प्रमोटर अथवा अरू कुनै व्यक्तिलाई यसरी कन्सिडरेसन अदर देन क्याशमा सेयर इस्यु गर्ने हो भने मेमोरेन्डममा त त्यो व्यवस्था कायम गर्नु पर्यो। त्यसको इन एडिसन कम्पनीको सेयर होल्डरको साधारण सभा अथवा त्यो भनेको एनुअल जनरल मिटिङ पनि हुन सक्छ, एक्स्ट्राअर्डिनरी जनरल मिटिङ पनि हुन सक्छ। त्यसमा यो कन्भर्सनको एजेन्डालाई चाहिँ विशेष प्रस्ताव स्पेशल रेजोल्युसनको रूपमा प्रेजेन्ट गर्ने र त्यसलाई जनरल मिटिङले पास गरिसकेपछि मात्रै यसरी कन्सिडरेसन अदर देन क्याशमा सेयर इस्यु गर्न सकिने एउटा प्रोसिड्युरल एस्पेक्टको रूपमा यहाँनिर बताइएको छ। त्यसै गरी त्यसरी स्पेशल रेजोल्युसन पास गर्दै गर्दा
कन्सिडरेसन अदर देन क्याशमा सेयर कि त बारमा इस्यु गर्न सकिन्छ कि त डिस्काउन्टमा पनि इस्यु गर्न सकिन्छ र प्रिमियममा इस्यु गर्ने हो भने के हो त्यसको क्राइटेरियाहरू पनि जनरल मिटिङले डिटरमाइन गर्नु पर्यो। त्यसै गरी अब सेक्सन नम्बर 18(3) गले के भन्छ त हेर्नुहोस् है त। इन accordance with this section, the company may, while issuing or selling shares or granting right to the promoter or any other person in any form other than cash, take as a basis the transfer of intellectual property, value enhancement, services, goodwill, technical know-how or technical knowledge received by the company from the promoter or person। भनेको कन्सिडरेसन अदर देन क्याश के हुन सक्छ त, त्यसको बदलामा सेयर इस्यु गर्ने त्यो कन्सिडरेसन अदर देन क्याश चाहिँ एउटा नो हाउ अथवा भ्यालु इन्हान्समेन्ट हुन सक्छ, इन्टेलेक्चुअल प्रपर्टीहरू हुन सक्छ, त्यस पछाडि टेक्निकल एक्सपर्टाइज नलेजहरू हुन सक्छ, त्यसलाई भ्यालुएसन गर्ने र त्यसको आधारमा चाहिँ कन्सिडरेसन अदर देन क्याशमा सेयर इस्यु गर्न सकिने कुरालाई अहिले भएको एमेन्डमेन्टले फेसिलिटेट गर्न खोजेको छ। त्यस पछाडि value of the share so issued shall be based on the value determined by the engineer or accountant। भनेको त्यो जुन नयाँ कन्सिडरेसन भनेको कन्सिडरेसन अदर देन क्याशको जुन बेसिसहरू हामीले भन्यौँ त्यो भ्यालुएसन गर्नको लागि कि त इन्जिनियर जसले भ्यालुएसन सर्टिफिकेट प्राप्त गरेको छ अथवा अकाउन्टेन्ट जसले प्रिभेलिङ ल अनुसार लाइसेन्स प्राप्त गरेको छ, ती अथोरिटीहरूबाट भ्यालुएसन गराएर यसरी कन्सिडरेसन अदर देन क्याशमा सेयर इस्यु गर्न सकिनेछ। एउटा प्रोसिजुरल एस्पेक्टको रूपमा यहाँनिर बताइएको छ। त्यसो भने अब सेयर त इम्प्लोइ सेयर स्किममा पनि सेयर इस्यु गर्न सकिन्छ भने इम्प्लोइ सेयर स्किममा सेयर इस्यु गर्दै गर्दा क्याश कन्सिडरेसन पनि हुन सक्छ, नो इस्युज। त्यसै गरी नन क्याश कन्सिडरेसन हो भने के त इम्प्लोइले गर्ने त सर्भिस हो भने इम्प्लोइको सर्भिसलाई पनि एउटा सर्टेन भ्यालुएसन मेकानिजम गरेर त्यसको रिमुनरेसन्स अथवा अलाउन्सेस र फेसिलिटिजको बेसिसमा इम्प्लोइ सेयर स्किममा पनि इम्प्लोइलाई सेयर इस्यु गर्न सकिनेछ। सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू, कन्सिडरेसन अदर देन क्याशमा सेयर इस्यु गर्दै गर्दा इम्प्लोइलाई पनि इस्यु गर्न सकिन्छ र इम्प्लोइलाई चाहिँ रिमुनरेसन अथवा अलाउन्सेस अथवा फेसिलिटीको बदलामा उसँग यदि लिखित सहमति हुन्छ भने यसरी इम्प्लोइ सेयर स्किममा पनि सेयर इस्यु गर्न सकिने बाटो ऐनले खोलेको छ। त्यसै गरी अब कम्पनीको टोटल सेयर क्यापिटलमा यसरी कन्सिडरेसन अदर देन क्याशको क्वान्टम अथवा त्यसको प्रोपोर्सन कति हुने त त्यसको बारेमा केही व्यवस्था गर्न खोजिएको छ। हेरौँ, जनरली कन्सिडरेसन अदर देन क्याश चाहिँ कम्पनीको टोटल पेडअप क्यापिटलको 20% भन्दा बढी हुन सक्दैन। तर इन्डस्ट्रियल इन्टरप्राइजेस एक्ट अनुसार यदि कुनै कम्पनीलाई स्टार्टअप इन्टरप्राइजको रूपमा दर्ता गरिएको छ भने त्यो स्टार्टअप इन्टरप्राइजेसको केसमा चाहिँ कन्सिडरेसन अदर देन क्याशको प्रोपोर्सन भनेको चाहिँ पेडअप क्यापिटलको 40%सम्म रहन सक्नेछ। यसरी इक्जाममा तपाईहरूलाई कन्सिडरेसन अदर देन क्याशमा सेयर इस्यु गर्नु पर्यो भने कसरी इस्यु गर्न सकिनेछ अथवा त्यसको क्वान्टम के हो, अनि कन्सिडरेसन अदर देन क्याशमा के पर्न सक्ने रहेछ, त्यसको एउटा ओभरअल प्रोसिजुरल फ्रेमवर्क र ओभरअल गाइडलाइनको रूपमा कम्पनीज एक्ट 2063 मा भएको एमेन्डमेन्टले बताएको छ। कृपया एक्जामिनेसन पर्सपेक्टिभबाट यो एकदमै इम्पोर्टेन्ट एस्पेक्ट छ, सबै विद्यार्थी भाइ बहिनीहरूले ध्यान दिनुहोला। त्यसै गरी कम्पनीज एक्ट 2063 को सेक्सन 29(4) मा भएको जुन एउटा अड प्रोभिजन थियो त्यो अड प्रोभिजनलाई चाहिँ रिपिल गरिएको छ। यहाँ के भनिएको थियो, कुनै पनि पब्लिक कम्पनी अथवा कुनै पनि कम्पनीले प्रिमियममा सेयर इस्यु गर्ने हो भने ओसिआरमा एप्रुभल लिनको लागि 3 वर्षको अडिटेड फाइनेन्शियल स्टेटमेन्ट पठाउनुपर्छ अथवा सबमिट गर्नुपर्छ भन्ने कुरा थियो। त्यसको कुनै पनि कनेक्सन थिएन सेक्सन 29 को सेक्सन 1 मा। त्यसलाई चाहिँ नयाँ एमेन्डेड प्रोभिजन अनुसार हटाइएको हुनाले अब तपाईहरुले 29(1) को प्रोस्पेक्टस अनुसार अथवा त्यसको एप्रोच अनुसार मात्रै प्रिमियममा सेयर इस्यु गर्नुपर्ने प्रोभिजन बुझ्नुपर्ने हुन्छ। त्यसका लागि हामीले नर्मल रेगुलर क्लासमा भने जस्तै यदि अनलिस्टेड पब्लिक कम्पनी छ अथवा प्राइभेट कम्पनी छ भने
उसले दुईटा एस्पेक्ट, एउटा जनरल मिटिङको एप्रुभल लिनु पर्यो, अर्को एसेट चाहिँ लायबिलिटी भन्दा धेरै छ भने त्यो एस्पेक्टमा प्रिमियममा सेयर इस्यु गर्न सक्छ। तर पब्लिक कम्पनी जसले पब्लिक अफरिङ गर्न सक्छ भने त्यस्तो पब्लिक कम्पनीले चाहिँ सेक्युरिटिज ल अनुसारको प्रोभिजनहरू कम्प्लायन्स गरेर मात्रै उसले प्रिमियममा सेयर इस्यु गर्न सक्छ। त्यस पछाडि सेक्सन 63 सबसेक्सन 1 मा पनि केही चेन्जेसहरू भएको छ। यो भनेको बिजनेस कमेन्समेन्टको एप्रुभल भनेको कुनै पनि पब्लिक कम्पनी, जो कम्पनी ऐन अनुसार कम्पनी दर्ता भएर मात्रै पुग्दैन, उसले व्यवसाय सुरुवात गर्नको लागि कम्पनीज एक्टबाट, ओसिआरबाट भनेको कम्पनीज एक्ट अनुसार अफिस अफ कम्पनी रजिस्ट्रारबाट अलग्गै छुट्टै एप्रुभल लिनुपर्छ। त्यो एप्रुभलको प्रक्रियाको लागि चाहिँ भाइ बहिनीहरूले सेक्सन 63 को प्रोसेसहरू तपाईँहरूले बुझ्न पर्ने हुन्छ, त्यही अनुसार अगाडि बढ्नु होला। तर यदि कुनै पनि प्राइभेट कम्पनी सेक्सन 13 अनुसार पब्लिक कम्पनीमा कन्भर्ट भएको छ भने त्यसरी कन्भर्ट भएको पब्लिक कम्पनीले चाहिँ अब बिजनेस कमेन्समेन्टको एप्रुभल लिनु परेन। यसको आशय हामीले के बुझ्नु पर्यो भने एप्रुभल टु कमेन्स बिजनेस चाहिँ केवल न्यूली इन्कर्पोरेटेड पब्लिक कम्पनीको लागि मात्रै लागू हुने रहेछ। यो कुरा क्लियर हुनु पर्यो। त्यसै गरी कम्पनी ऐन दफा 66 पछाडि दफा 66 क थपिएको छ। यसले इम्प्लोइ सेयर सेल स्किम अथवा इम्प्लोइलाई सेयर दिने योजनालाई कसरी सिस्टमेटाइज गर्ने अथवा त्यसलाई कसरी क्लारिफाई गर्ने भन्ने बारेमा केही व्यवस्थाहरू यहाँनिर गरेको छ। यसमा हेर्नुहोस् है त, कुनै पनि कम्पनीले सेयर्स इस्यु गर्ने हो इम्प्लोइ सेयर स्किममा, कन्सिडरेसन क्यास हुन पनि सक्छ, नन क्यास हुन पनि सक्छ। त्यसका लागि सेक्सन 66 क सँगै सेक्सन 18 सबसेक्सन 3 र एसोसिएटेड सबसेक्सनहरूको पनि प्रोभिजनहरू तपाईहरुले लिंक अप गर्नुपर्ने हुन्छ। र इम्प्लोइ सेयर स्किममा सेयर कसलाई दिने त भन्दाखेरि डाइरेक्टर जो चाहिँ इम्प्लोइको रूपमा काम गरिराखेको छ, फर एक्जाम्पल म्यानेजिङ डाइरेक्टर कुन चाहिँ कम्पनीको भन्दा आफ्नै कम्पनीको अथवा त्यो कम्पनीको सब्सिडायरी कम्पनी अथवा त्यसको होल्डिङ कम्पनी अथवा होल्डिङ कम्पनीको पनि अर्को सब्सिडायरी कम्पनीको इम्प्लोइलाई अथवा डाइरेक्टर जो इम्प्लोइको रूपमा काम गरिराखेको छ त्यो व्यक्तिलाई इम्प्लोइ सेयर स्किममा सेयर दिने हो भने त्यसको कसरी दिने त त्यसका लागि कम्पनीले पोलिसी बनाउन सक्नेछ र कम्पनीले ती व्यक्तिहरूलाई सेयर इस्यु गर्न सक्ने गरी स्टेप लिएर आउन सक्नेछ। र त्यो राइट त्यसरी इम्प्लोइ सेयर स्किममा सेयर दिइएको छ, तर फोर्सफुल त होइन। सेयर किन्ने अथवा नकिन्ने त्यो अधिकार अथवा त्यो डिसिजन चाहिँ सम्बन्धित व्यक्तिकै हातमा दिनुपर्छ। त्यसै गरी त्यसरी इम्प्लोइ सेयर स्किममा सेयर इस्यु गर्नुभन्दा पहिला सेयर होल्डरको जनरल मिटिङ बोलाउनु पर्यो र त्यस्तो एजेन्डालाई चाहिँ स्पेशल रेजोल्युसनको रूपमा जनरल मिटिङमा प्रेजेन्ट गर्नु पर्यो र जनरल मिटिङमा प्रेजेन्ट गरिसकेपछि मात्रै बल्ल त्यो एमेन्डमेन्ट अथवा बल्ल त्यो जनरल मिटिङ मार्फत एजेन्डा पास गरिसकेपछि त्यो सेयर इस्यु गर्ने बाटो खुल्नेछ। जो इम्प्लोइ सेयर स्किममा सेयर इस्यु गर्ने प्लान हुन्छ त्यसमा विभिन्न डिटेल्सहरू डिस्क्लोज गर्नुपर्छ, जस्तै कति नम्बर अफ सेयर इस्यु गर्ने, त्यस पछाडि को इम्प्लोइजहरू चाहिँ त्यसमा अथवा त्यो स्किम अनुसार सेयर लिनको लागि इन्टाइटलमेन्ट हुने, त्यस पछाडि कति समयभित्र सेयर इस्यु गरिसक्नु पर्ने अथवा सेयरमा सब्सक्राइब गरिसक्नु पर्ने, त्यस पछाडि पर्चेस प्राइस कति हुने, त्यस पछाडि कति नम्बर अफ सेयर चाहिँ हरेक इम्प्लोइले किन्न पाउने अथवा यस्ता व्यवस्थाहरू चाहिँ त्यो जनरल मिटिङबाट डिस्क्लोज गर्दै गर्दा र इम्प्लोइ सेयर स्किमबाट सेयर इस्यु गर्दै गर्दै यी प्लानहरू चाहिँ अनिवार्य रूपमा अथवा यी कुराहरू चाहिँ अनिवार्य रूपमा डिस्क्लोज गर्नु पर्यो। त्यस पछाडि अब इम्प्लोइले किन्ने नकिन्ने त उसको हातमा भयो, तर इम्प्लोइ सेयर स्किममा सेयर इस्यु भइसकेपछि जति सेयर बिक्यो, तर अनसोल्ड सेयर चाहिँ जो अरू इम्प्लोइहरू छन् अथवा जसले सुरुमै पाइसकेका छन् सेयर, तर यदि कुनै इम्प्लोइले सेयर नकिनेको कारणले गर्दा अनसोल्ड भयो भने त्यो चाहिँ अरू इम्प्लोइहरूलाई बाँडफाँड गरिनेछ। अरू इम्प्लोइहरूले किन्न चाह्यो भने उनीहरूलाई त्यो हक दिइनेछ। त्यसै गरी द इम्प्लोइज हु आर इन सर्भिस ड्युरिङ द पिरियड भनेको जो चाहिँ
इम्प्लोइ सेयर स्किममा सेयर इस्यु हुँदै गर्दा कम्पनीमा कार्यरत छ ती व्यक्तिहरूले मात्रै त्यो प्लानमा भाग लिन पाउनेछन्। त्योभन्दा बाहेकका अरू व्यक्तिहरूले इम्प्लोइ सेयर स्किमको प्लानमा भाग लिन पाउने छैनन्। त्यस पछाडि if an employee does not purchase the share within the period during which share is open, unpurchased share can be opened for other employees। यो कुरा हामीले भनिसकेका छौँ। त्यस पछाडि जुन इम्प्लोइ सेयर स्किममा सेयर इस्यु गरिन्छ त्यो चाहिँ जति वर्षसम्म अथवा जति टाइम पिरियडसम्म बेच्न पाइँदैन भनेर सुरुमै कन्डिसन फिक्स गरिएको छ त्यो टाइम पिरियडभित्रमा चाहिँ इम्प्लोइले सेयर बेच्न पाउँदैन। त्यस पछाडि बोर्ड अफ डाइरेक्टर्सको रिपोर्टमा कति इम्प्लोइहरूलाई इम्प्लोइ सेयर स्किममा सेयर इस्यु गरियो त्यसको डिटेल्स के छ र त्यो सबै कुराहरू चाहिँ कम्पनी ऐनको दफा 109 अनुसार बनाइने जुन बोर्ड अफ डाइरेक्टरको रिपोर्ट छ त्यो कुरामा चाहिँ अनिवार्य यो कुरा डिस्क्लोज गर्नुपर्छ भनेर म्यान्डेटरी गरिएको छ। भनिसकेपछि यो सेक्सन 66 को दफा कले भने अनुसार अथवा दफा 66 को कले भने अनुसार चाहिँ इम्प्लोइ सेयर स्किममा सेयर इस्यु गर्ने कुराको लागि विभिन्न रिलेटेड एस्पेक्टहरू छन्। ती रिलेटेड एस्पेक्टहरू के हुन सक्छन् भाइ बहिनीहरूले कृपया रिलेटेड लिङ्केजहरूलाई फलो गर्नुहोला। कन्सिडरेसन क्यास हुन पनि सक्छ, नन क्यास हुन पनि सक्छ। त्यसका लागि इम्प्लोइलाई रिम्युनरेसन अलाउन्सेस अथवा फेसिलिटीको आधारमा दिन सकिन्छ। त्यसका लागि तपाईहरूले सेक्सन 18(3) घमा रेफरेन्स लिनु होला। त्यसै गरी सेयर लिँदै गर्दा चाहिँ लोन स्किम एभाइलेबल हुने कि नहुने त्यसका लागि चाहिँ सेक्सन 62 तपाईहरूले लिङ्क गर्न सक्नुहुन्छ। र यसरी इम्प्लोइ सेयर स्किममा सेयर इस्यु गर्दै गर्दा जनरल मिटिङ बोलाउनु पर्यो, विभिन्न प्लान्सहरू डिस्क्लोज गर्नु पर्यो। यी कुराहरू चाहिँ आफ्नो दिमागबाट तपाईहरूले एकदम क्रिस्टल क्लियर हुने गरी रिटेन गर्नुहोला। र यसको इन एडिसन कम्पनी ऐनको दफा 81 को उपदफा 7 एमेन्डमेन्टले नयाँ कुरा थपेको छ। र यसरी थप्दै गर्दा भनेको यो अर्डिनेन्स जुन 2081 पौष 29 गते आयो त्यो अर्डिनेन्स आउनुभन्दा अगाडि अथवा त्यो अर्डिनेन्स आउँदै गर्दा यदि कुनै कम्पनीहरूले कम्पनीज एक्ट अनुसारका विभिन्न डकुमेन्ट्सहरू फर इक्जाम्पल सेक्सन 51 को इन्भेन्ट्री हुनसक्छ, सेक्सन 78 को रिपोर्ट हुनसक्छ अथवा सेक्सन 80 को एजिएम को रिपोर्ट हुनसक्छ, सेक्सन 120, 131 अथवा 156 अनुसारका विभिन्न रिपोर्टहरू जुन चाहिँ होसियारलाई बुझाउनु पर्ने हुन्थ्यो त्यो रिपोर्टहरू बुझाउन नसकेको कारणले गर्दा जति फाइन एक्रुअल भएको छ त्यो फाइन एक्रुअल भएको चाहिँ यदि हामीले असाढ 2082 भित्र बुझायौँ भने जति सेक्सन 81 अनुसारको फाइन एक्रुअल भएको छ त्यसको 90% बराबरको फाइन अब छुट दिनेछ। यसले जसले डकुमेन्टहरू बुझाउन बाँकी छ ती कम्पनीहरू अथवा ती कम्पनीको अफिसरहरूलाई चाहिँ अलिकति रिल्याक्सेसन जम्मा 10% मात्रै फाइन बुझाए पनि हुने भन्ने कुरा यहाँनिर राखिएको छ। त्यसै गरी कम्पनी ऐनको दफा 89 को उपदफा 1 को खण्ड क्लज जी त्यसमा चाहिँ डाइरेक्टर बन्नको लागि के किसिमको डिस्क्वालिफिकेसन भनिएको छ त भन्दा यदि कुनै व्यक्ति यदि पब्लिक कम्पनीमा डाइरेक्टर छ अथवा एक्जिस्टिङ कम्पनीको इन्कम्बेन्ट डाइरेक्टर छ, सब्सटेन्सियल सेयर होल्डर छ अथवा त्यो व्यक्ति सेयर इम्प्लोइ छ, अडिटर छ, एडभाइजर छ भने त्यो एट द सेम टाइम सिमिलर अब्जेक्टिभ भएको पब्लिक कम्पनीमा डाइरेक्टर बन्न नसक्ने कुरा एक्जिस्टिङ कम्पनी एक्ट 2063 ले बताएको छ। तर त्यहाँ त्यस्तो व्यक्ति सिमिलर अब्जेक्टिभ भएको अर्को प्राइभेट कम्पनीमा फर द टाइम बिङ अथवा सेम टाइममा डाइरेक्टर बन्न सक्छ भनेर अलरेडी एक्टमा भएको व्यवस्था छ। तर त्यही व्यवस्थालाई खुकुलो बनाउँदै केही सर्टेन प्रोभिजनहरू यहाँनिर नयाँ थपिएको छ र यसले अब नयाँ एमेन्डमेन्ट भएको प्रोभिजनले के बताएको छ त जुन प्राइभेट कम्पनी सिमिलर अब्जेक्टिभ भएको प्राइभेट कम्पनीमा त्यस्ता व्यक्तिहरू यहाँनिर भन्नाले एक्जिस्टिङ कम्पनी अथवा एक्जिस्टिङ प्राइभेट कम्पनीमा जो इन्कम्बेन्ट डाइरेक्टर छ, सब्सटेन्सियल सेयर होल्डर छ, अडिटर छ, यी व्यक्तिहरू अथवा जो इम्प्लोइ छ
ती व्यक्तिहरू चाहिँ सिमिलर अब्जेक्टिभ भएको प्राइभेट कम्पनीमा डाइरेक्टर बन्न सक्छन्। त्यो प्रोभिजनलाई कन्टिन्युटी गरिएको छ। त्यसको इन एडिसन सर्च अ पर्सन, जुन सर्च अ पर्सन भन्नाले मैले फेरि पनि बताएँ, एक्जिस्टिङ कम्पनीको डाइरेक्टर, सब्सटेन्सियल सेयर होल्डर, इम्प्लोइ, अडिटर अथवा एडभाइजर, ती व्यक्तिहरू चाहिँ अब के भन्न सक्छ हेर्नुहोस् है त। Such a person of the holding company may be a director of the subsidiary company, or such a person of subsidiary company may be the director of the holding company। भनेपछि कुनै व्यक्ति फर इक्जाम्पल एउटा होल्डिङ कम्पनीमा डाइरेक्टर छ अथवा होल्डिङ कम्पनीको सब्सटेन्सियल सेयर होल्डर छ भने त्यो व्यक्ति एट द सेम टाइम सब्सिडियरी कम्पनीको डाइरेक्टर बन्न सक्छ, अथवा त्यसको भाइस भर्सा पनि कम्पनीज एक्टको एमेन्डेड प्रोभिजनले रिल्याक्सेसन गरेको हामी यहाँनिर बुझ्नु पर्यो। त्यसै गरी अर्को प्रोभिजनको रूपमा पब्लिक कम्पनीहरूमा, तर ब्याङ्क्स अथवा फाइनेन्सियल इन्स्टिट्युसन्स अथवा इन्सुरेन्स सेक्टर भन्दा बाहेक अरू पब्लिक कम्पनीमा चाहिँ एउटा व्यक्ति वान पब्लिक कम्पनीमा डाइरेक्टर छ भने सिमिलर बिजनेस गर्ने अर्को पब्लिक कम्पनीमा डाइरेक्टर हुन सक्ने रहेछ। फर इक्जाम्पल कोही व्यक्ति नेपाल टेलिकममा डाइरेक्टर छ भने एट द सेम टाइम त्यो व्यक्ति नेपाल त्यो जुन नेपाल एनसेल नेपाल जुन छ, एनसेल नेपालको चाहिँ ऊ डाइरेक्टर बन्न सक्छ। यसले गर्दा अलिकति स्वार्थ बाजिन सक्ने सम्भावनाहरू चाहिँ हुन्छन्, तर त्यो स्वार्थ बाजिन सक्ने सम्भावनाहरूलाई चाहिँ रेगुलेटरले अलिकति चेक गर्नुपर्ने हुन्छ। यसमा अलिकति लुपहोल चाहिँ देखिन सक्ने खतरा छ। त्यो खतरालाई चाहिँ ल मेकरले पोजिटिभ तरिकाले बनाएको भन्ने हामीले विश्वास गर्नुपर्छ। यसमा हामीले अरू फर्दर क्वेसन रेज गर्ने ठाउँ हुँदैन। त्यसै गरी कम्पनी ऐन 2063 को दफा 113 भनेको यसमा साबिक व्यवस्था कुन कुन अवस्थामा चाहिँ कम्पनी रजिस्ट्रारको कार्यालयले कम्पनीको लेखा परीक्षक अथवा अडिटर नियुक्त गर्न सक्नेछ, त्यसको विशेष व्यवस्था र त्यसको विशेष सिचुएसनहरूको त्यहाँनिर परिकल्पना गरिएको थियो। त्यसलाई मोडिफाई गरेर कम्पनीज एक्ट 2063 को दफा 113 मा थोरै क्ल्यारिटी ल्याउन खोजिएको छ। त्यसमा के भन्न खोजिएको छ हेर त। पहिलो कुरा हामी क्लियर हुनु पर्यो कुन कुन सिचुएसनमा चाहिँ कम्पनीको अडिटर अफिस अफ कम्पनी रजिस्ट्रारले गर्न सक्छ। त्यसको तीनटा अवस्था, एउटा एनुअल जनरल मिटिङ हुन सकेन, अथवा एनुअल जनरल मिटिङ भएर पनि अडिटर एपोइन्टमेन्ट हुन सकेन, अथवा अर्को भनेको विभिन्न कारणले गर्दा त्यो व्यक्ति अडिटरको रूपमा सिजेसन हुन पुग्यो भने त्यो पार्टिकुलर अवस्थामा अफिस अफ कम्पनी रजिस्ट्रारलाई त्यो कम्पनीको बोर्ड अफ डाइरेक्टरले रिटन रिक्वेस्ट गरिसकेपछि मात्रै कम्पनी रजिस्ट्रारको कार्यालयले अडिटर एपोइन्टमेन्ट गर्ने एउटा अन्तिम विकल्पको रूपमा त्यहाँनिर परिकल्पना गरिएको थियो। तर अबको सिनारियोमा हेर्नुहोस् त, प्राइभेट कम्पनी अथवा पब्लिक कम्पनी जो अनलिस्टेड छ भने त्यसमा अडिटर एपोइन्टमेन्टको प्रक्रिया अलिकति रिल्याक्सेसन छ र त्यसमा चाहिँ बोर्ड अफ डाइरेक्टरले ओसिआरलाई इन्फर्म गरेर मात्रै कम्पनीको अडिटर एपोइन्टमेन्ट गर्न सक्ने भनेको छ। यहाँनिर ओसिआरले नै एप्रुभल गर्नुपर्ने अथवा ओसिआरले नै एपोइन्टमेन्ट गर्नुपर्ने भन्ने कुनै पनि अवस्था अबको सिनारीमा छैन। तर ओसिआर यो प्रोभिजन केवल अनलिस्टेड पब्लिक कम्पनी र प्राइभेट कम्पनीको हकमा मात्रै हो। त्यसै गरी लिस्टेड पब्लिक कम्पनीको केसमा साबिकको व्यवस्था अनुसार त्यो सम्बन्धित लिस्टेड कम्पनीको बोर्ड अफ डाइरेक्टरले रिक्वेस्ट गरेको आधारमा अफिस अफ कम्पनी रजिस्ट्रारले त्यसरी डाइरेक्टर एपोइन्टमेन्ट गर्न त्यसरी अडिटर एपोइन्टमेन्ट गर्न सक्ने व्यवस्था यहाँनिर कायम गरिएको छ। त्यसको इकोनोमिक र बिजनेस इन्भाइरोमेन्ट अथवा त्यो सम्बन्धी अध्यादेश 2081 ले ब्याङ्क अथवा वित्तीय संस्था सम्बन्धी ऐन 2073 मा पनि केही व्यवस्थाहरू परिवर्तन गरेको छ। त्यो ब्याङ्क अथवा वित्तीय संस्था सम्बन्धी ऐन 2073 मा चेन्ज भएका प्रावधानहरू के रहेका छन् त त्यसलाई हामीले यसरी सरस्वती कभरेज गरौँ। खासै धेरै म्यासिभ चेन्ज भएको छैन, तैपनि केही चेन्जहरू छन् जसलाई हामीले बुझ्नुपर्ने हुन्छ। कुनै पनि ब्याङ्क अथवा फाइनेन्सियल इन्स्टिट्युसनले ऐनको दफा 55 को उपदफा 2 अनुसार कर्जा प्रवाह गर्दै गर्दा मोर्गेज अथवा कोल्याटरल रूपमा विभिन्न प्रपर्टीहरू लिन सकिन्छ, भोल्युबल प्रपर्टी अथवा एप्रोप्रिएट ग्यारेन्टी लिएर। तर
अहिलेको नयाँ एमेन्डेड प्रोभिजन अनुसारले प्रोजेक्टमा भएको सहमति अथवा प्रोजेक्टको भाइबिलिटीको आधारमा अथवा प्रोजेक्टको एक्सपान्सन अथवा प्रोजेक्टको वर्किङ प्रोग्रेसको आधारमा चाहिँ प्रोजेक्ट डेभलपमेन्ट एग्रिमेन्ट PDA त्यो अनुसार पनि त्यसलाई पनि एज अ कोल्याट्रलको रूपमा अथवा धितोको रूपमा मानेर डिपोजिटर र ब्याङ्क अथवा वित्तीय संस्थाको हितको लागि चाहिँ यसरी कर्जा प्रवाह गर्न सकिनेछ भनिएको छ। र यसरी कर्जा प्रवाह गर्दै गर्दा जुन प्रोजेक्ट डेभलपमेन्ट एग्रिमेन्ट छ त्यो चाहिँ नेपाल सरकार, प्रदेश सरकार अथवा स्थानीय तह अथवा त्यो अन्तर्गतका बडीहरू र कुनै इन्भेस्टरको बीचमा पब्लिक प्राइभेट पार्टनरसिप भनेको सार्वजनिक निजी साझेदारी अन्तर्गत चाहिँ जोइन्ट ओनरसिपमा त्यसरी प्रोजेक्ट रन गरिएको छ भन्ने त्यो प्रोजेक्टलाई पनि जुन प्रोजेक्ट डेभलपमेन्ट एग्रिमेन्ट छ त्यसलाई पनि एज अ कोल्याट्रलको रूपमा धितोमा राखेर लोन लिन सक्ने व्यवस्था कायम गरिएको छ। यसले गर्दा जुन नेपालमा कोल्याट्रल राख्दै गर्दा मोबल इन्भोल प्रपर्टीहरू मात्रै राख्नुपर्ने हुन्थ्यो त्यसलाई अलिकति प्याराडिगमा शिफ्ट अथवा स्ट्राटेजिक शिफ्ट अनुसार चाहिँ यो परिकल्पना गर्न खोजिएको छ। त्यसै गरी सेक्सन नम्बर 55 सबसेक्सन 3 कमा गरिएको नयाँ व्यवस्था अनुसार यदि जुन पब्लिक प्राइभेट पार्टनरसिप एग्रिमेन्ट अनुसार ब्याङ्क अथवा फाइनेन्सियल इन्स्टिट्युसन्सले कर्जा प्रवाह गरेको छ तर त्यसरी कर्जा प्रवाह गर्दै गर्दा प्रोजेक्टको टर्म्स एन्ड कन्डिसन्स अनुसार कर्जा सञ्चालन हुन सकेन र त्यो परियोजना सुचारू हुन नसकेको कारणले गर्दा र लोनको टर्म्स एन्ड कन्डिसन्सहरू बोरोवरले फुलफिल गर्न नसकेको अवस्थामा त्यो परियोजना नै ब्याङ्क अथवा फाइनेन्सियल इन्स्टिट्युसनले कन्ट्रोल गर्ने र त्यसमा राइट एक्सर्साइज गर्ने अथवा सबजुडिक्सन भनिन्छ जसलाई स्टेप इन राइट पनि ब्याङ्क अथवा फाइनेन्सियल इन्स्टिट्युसनले एक्सर्साइज गर्न सक्छ। यसमा क्ल्यारिटीको रूपमा हेरौँ त दिस प्रोभिजन इम्पावर्स ब्याङ्क्स अर फाइनेन्सियल इन्स्टिट्युसन टु एक्सर्साइज स्टेप इन राइट द्याट इज त्यो प्रोजेक्टलाई यदि कन्ट्र्याक्ट अथवा लोनको टर्म्स एन्ड कन्डिसन्स भायोलेट गरेको अवस्थामा प्रोजेक्ट नै टेक ओभर गर्ने इन अकर्डेन्स विथ द एग्रिमेन्ट बिट्विन द कन्सर्न गभर्मेन्ट अफ नेपाल, प्रोभिन्सियल गभर्मेन्ट र लोकल गभर्मेन्ट अथवा तिनीहरूको बडीको बिचमा भएको जुन समझदारी छ त्यो अनुसार कर्जा परिचालन हुन सकेन र त्यसको विपरीत रहने गरी प्रोजेक्टको डेभलपमेन्ट नहुन सकेको अवस्था र कर्जाको दुरुपयोग हुन सक्ने अथवा कर्जाको टर्म्स एन्ड कन्डिसन भायोलेट हुन सक्ने अवस्थामा त्यो प्रोजेक्ट नै त्यसको कन्ट्रोल नै ब्याङ्क्स अथवा फाइनेन्सियल इन्स्टिट्युसनले लिन सक्छ। त्यस्तो राइटलाई हामीले स्टेप इन राइट भनेर परिकल्पना गर्नु पर्यो र नेपाल राष्ट्र ब्याङ्कको लेटेस्ट रेगुलेसन र नेपालको जुन अहिलेको आर्थिक नीति छ भनेको आर्थिक वर्ष 2081-82 को दोस्रो मौद्रिक नीतिको जुन संशोधन छ त्यसको समीक्षाले चाहिँ कर्जामा लोन लस प्रोभिजनमा 1% मात्रै लोन लस प्रोभिजन कायम गर्नुपर्ने व्यवस्था गरेको छ। त्यसलाई सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूले अपडेटेड प्रोभिजनको रूपमा तपाईहरूले कन्सिडर गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु। त्यसै गरी अब जुन इकोनोमिक र बिजनेस इन्भाइरोमेन्टहरूलाई एमेन्डमेन्ट गर्नको लागि भनेर जुन अर्डिनेन्स 2081 आएको छ त्यसले इन्डस्ट्रियल इन्टरप्राइजेस एक्टमा चाहिँ अलिकति व्यापक परिवर्तन गर्न खोजेको छ। त्यो परिवर्तनहरूलाई हामीले विस्तारै समष्टिगत रूपमा अध्ययन गर्दै जानेछौँ। यो अध्यादेश अनुसार इन्डस्ट्रियल इन्टरप्राइज एक्टमा भएका संशोधनहरू देखाए बमोजिम रहेको छ। दफा 3 को उपदफा 1 कमा सबसेक्सन 1 मा जे भने तापनि मतलब इन्डस्ट्रियल इन्टरप्राइज एक्टको दफा 3 को उपदफा 1 मा साबिकको व्यवस्था भनेको कुनै पनि व्यक्ति चाहे नेचुरल पर्सन होस्, प्राइभेट फर्म होस्, पार्टनरसिप फर्म होस् अथवा कुनै पनि कम्पनीले इन्डस्ट्रियल इन्टरप्राइज एक्टको दफा 17 मा र एसोसिएटेड शेड्युलहरूमा कभरेज गरिएको टाइप्स अफ इन्डस्ट्री दर्ता गरेर मात्रै बिजनेस सुरु गर्नुपर्छ र इन्डस्ट्री अपरेट गर्नुपर्छ भन्ने परिकल्पना गरिएको छ। त्यसरी दर्ता नगरिकन इन्डस्ट्री अपरेट गरेमा सेक्सन 43 सबसेक्सन 1 अनुसार चाहिँ कारबाही हुन सक्ने प्लस इन्डस्ट्री पनि क्लोजर हुन सक्ने त्यो व्यवस्थालाई अहिले गरिएको संशोधनले
धेरै हदसम्म छुट प्रदान गरेको छ र त्यो छुट के हो त भन्दा if an industry established and operating without registration at the time of commencement of this subsection applies for the registration of industry within 1 year from the date of commencement of this subsection भनेको पहिला दर्ता नगरिकन इन्डस्ट्री अपरेट भएको थियो र त्यस्तो इन्डस्ट्रीलाई चाहिँ मिनिस्ट्री अफ इन्डस्ट्रीले साबिकको व्यवस्था ऐनको दफा 43 को उपदफा 1 अनुसार इन्डस्ट्री क्लोजर गर्न आदेश नदिएको अवस्थामा यो दफा आएको 1 वर्षभित्रमा फाइनहरू पे गरेर रजिस्ट्रेसनको लागि के गर्न सकिन्छ एप्लाई गर्न सकिन्छ मतलब त्यसका लागि चाहिँ 2082 को पौष 28 गतेसम्म एप्लाई गरिसक्नु पर्यो र त्यसरी इन्डस्ट्री दर्ता गर्नको लागि एप्लाई गर्ने भनेको त इन्डस्ट्री रजिस्ट्रेसन बडी हो कि त डिपार्टमेन्ट अफ इन्डस्ट्री त्यसका लागि चाहिँ सेक्सन 4 सबसेक्सन 1 अनुसारको इन्डस्ट्रीहरू हुनु पर्यो त्योभन्दा बाहेकको केसमा चाहिँ प्रदेशगत जुन इन्डस्ट्री रजिस्ट्रेसन बडीहरू छ त्यसमा हामीले एप्लाई गर्नु पर्यो त्यसैगरी नेपालको सरकारी संरचनामा एकदमै ठुलो समस्या भनेको टाइमली डिसिजन नदिने अड्काएर राख्ने र यताबाट उताबाट उता कुदिराख्नु पर्ने जुन प्रोसिजुरल लफडाहरू छ त्यो लफडाहरूलाई अलिकति भए पनि उद्योग दर्ता गर्दै गर्दा सहज बनाउनको लागि ऐनको दफा 4 को उपदफा 9 मा नयाँ प्रोभिजन इन्सर्ट गरिएको छ यसले यो दफामा जेसुकै भने तापनि देयर शैल बी नो obstruction for the establishment or operation of industry other than industry pursuant to subsection 4 after the expiry of following two period भनेको सेक्सन दफा 4 को उपदफा 4 अनुसार नेपाल सरकारले सोल्ली इस्टाब्लिश गर्ने र अपरेट गर्ने इन्डस्ट्रीहरू बाहेकको केसमा चाहिँ इन्डस्ट्री अपरेट यो जुन समयावधि छ त्यो समयावधि एक्सपायर भइसकेपछि चाहिँ त्यो इन्डस्ट्रीहरू अटोमेटिकली स्टार्ट गर्न सकिनेछ मतलब इन्डस्ट्री रजिस्ट्रेसन सर्टिफिकेट नआए पनि इन्डस्ट्री रजिस्ट्रेसन सर्टिफिकेट आए सरह मानेर इन्डस्ट्रीले आफ्नो व्यवसाय सुरु गर्न सक्नेछ भनेको कुन समयावधि सकिएपछि भन्दाखेरि कुनै इन्कम्प्लिट डकुमेन्ट्स र डिटेल्सहरू चाहिँ त्यो इन्डस्ट्री दर्ता गर्नको लागि एप्लाई गरियो तर 15 दिनभित्रमा कुनै पनि डकुमेन्टहरू डिमान्ड गरिएन अथवा इन्कम्प्लिट डिटेल्स अथवा डकुमेन्ट्सहरू चाहिँ पठाइयो तर त्यो डिसिजन भनेको के डकुमेन्टहरू अप्रुभ भयो अथवा के भएको छ त्यसको बारेमा 15 दिनभित्रमा कुनै डिसिजनहरू आएन भने अब डिपार्टमेन्ट अफ इन्डस्ट्रीको निर्णय पर्खेर बस्नु जरुरी छैन त्यसका लागि इन्डस्ट्री दर्ता भएको मानेर इन्डस्ट्रीले आफ्नो बिजनेस गर्न सक्नेछ र डिपार्टमेन्ट भनेको डिपार्टमेन्ट अफ इन्डस्ट्री सम्झनुपर्छ डिपार्टमेन्ट अफ इन्डस्ट्री shall issue an industry registration certificate pursuant to this section to the industry so established or in operation त्यसरी इस्टाब्लिश भएको अथवा त्यसरी सञ्चालनमा आएको उद्योगलाई इन्डस्ट्री रजिस्ट्रेसन सर्टिफिकेट दिनुपर्ने ड्युटी चाहिँ सम्बन्धित उद्योग दर्ता गर्ने निकाय यो केसमा चाहिँ स्पेसिफिकल्ली डिपार्टमेन्ट अफ इन्डस्ट्रीले उद्योग दर्ताको प्रमाणपत्र दिनुपर्नेछ त्यसैगरी ऐनको दफा 7 को उपदफा 2 र दफा 7 को उपदफा 5 मा पनि संशोधन भएको छ त्यसमा चाहिँ माइनर चेन्ज भएको छ माइनर चेन्ज भए तापनि त्यसको इम्प्याक्ट अलिकति ठुलो पर्न सकिनेछ त्यसका लागि चाहिँ तपाईहरुले इम्प्याक्ट के हुन्छ त त्यो कुराहरु हेर्नु भयो भने क्लियर हुन्छ नो रिक्वायरमेन्ट टु क्यारी आउट इन्भाइरोमेन्टल इम्प्याक्ट असेसमेन्ट अथवा आईई रिपोर्ट केका लागि त भन्दा कम्पनीको अथवा त्यो इन्डस्ट्रीको क्यापासिटी अथवा क्यापिटल इन्क्रिमेन्ट गर्ने पर्पजको लागि चाहिँ इन्भाइरोमेन्टल इम्प्याक्ट स्टडीहरु गर्नु जरुरी छैन त्यसैगरी साबिकको दफा 7 को उपदफा 5 मा रहेको व्यवस्था भनेको यसमा चाहिँ प्रिभेलिङ वातावरण सम्बन्धी कानुन अनुसार इन्भाइरोमेन्टल इम्प्याक्ट असेसमेन्ट EIA अथवा IE गर्नु नपर्ने ठाउँहरुमा चाहिँ हामीले इन्भाइरोमेन्टलाई सेफगार्ड गर्छौं अथवा त्यसका लागि जुन सेल्फ डिक्लेरेसन दिनुपर्ने सो घोषणा गर्नुपर्ने व्यवस्था थियो अथवा इन्भाइरोमेन्ट प्रोटेक्सन गर्नको लागि हामीले गर्नुपर्ने अटमोस्ट एफोर्टहरु लगाउँछौं भनेर जुन
इन्डस्ट्री आफैले घोषणा गर्नुपर्ने व्यवस्था थियो। त्यसमा चाहिँ केही सर्टेन अलिकति नेसेसिटीहरू बढाइएको छ र त्यो नेसेसिटीले चाहिँ अब के गर्नु पर्यो त भन्दाखेरि टु सबमिट इन्भाइरोमेन्ट प्रोटेक्सन प्लान भनेको अब सेल्फ डिक्लेरेसनले भएन। अब चाहिँ त्यो सम्बन्धित इन्टिटी अथवा त्यो सम्बन्धित उद्योग अपरेट गर्न चाहने व्यक्तिहरूले चाहिँ कसरी उसले वातावरणलाई संरक्षण गर्छ त्यसको योजनाहरू बुझाउनु पर्यो र त्यो योजनाहरू बुझाइसकेपछि मात्रै इन्डस्ट्री दर्ता गर्नको लागि अगाडि बढ्ने भयो। ठिक छ। र यसका लागि अगाडि बढिसकेपछि अब दफा 8 को उपदफा 7 मा पनि केही सर्टेन चेन्जहरू भएको छ। दफा 8 भनेको चाहिँ इन्डस्ट्रियल एन्टरप्राइज एक्ट जुन शेड्युल 1 अथवा उद्योग दर्ता गर्नुभन्दा पहिला इन्डस्ट्रियल इन्भेस्टमेन्ट प्रमोसन बोर्डबाट पर्मिसन चाहिने उद्योगहरू छ। त्यो पर्मिसन चाहिने उद्योगहरूको पर्मिसनको भ्यालिडिटी के छ त्यो बारेमा चाहिँ यहाँनिर क्लारिफाई गर्न कोसिस गरिएको छ। र त्यो क्लारिफाइड प्रोभिजनहरू चाहिँ के छ त भन्दाखेरि साबिकमा के थियो, जुन इन्डस्ट्रियल इन्भेस्टमेन्ट प्रमोसन बोर्डबाट पर्मिसन आउँथ्यो, पर्मिसन आएको टाइम पिरियड भरिमा एप्लाई गर्नु पर्थ्यो इन्डस्ट्री दर्ता गर्नको लागि। यदि त्यसरी एप्लाई गरिएन भने त्यो पर्मिसन अटोमेटिकल्ली खारेज हुन्छ अथवा इनइफेक्टिभ हुन्छ भन्ने व्यवस्थालाई खारेज गरी त्यसमा केही सर्टेन सुधार गर्न खोजिएको छ। त्यो सुधार गर्नको लागि ऐनको दफा 8 पछाडि उपदफा 7 क र 7 ख इन्सर्ट गरिएको छ। भनेपछि इन्सर्टेड नयाँ प्रोभिजन अनुसार यदि तोकिएको समयावधिभित्रमा इन्डस्ट्री दर्ता गर्न सम्भव भएन र इन्डस्ट्री दर्ता गर्न सम्भव भएन भनेर प्रोपर रिजनहरू सहित हामीले अथवा त्यो सम्बन्धित इन्डस्ट्री अपरेट गर्न चाहने व्यक्तिहरूले इन्डस्ट्रियल इन्भेस्टमेन्ट प्रमोसन बोर्डमा कारणहरू सहित डिस्क्लोज गर्नु पर्यो। र त्यसरी डिस्क्लोज गर्दै गर्दा यदि बोर्डलाई रिजनेबल लाग्छ भने बोर्डले चाहिँ इन्डस्ट्री अपरेट गर्ने अथवा इन्डस्ट्री दर्ता गर्ने जुन त्यो टाइम पिरियड थियो त्यो टाइम पिरियड थप्न सक्नेछ। र यसरी टाइम पिरियड थपिसकेपछि त्यो थपिएको समयावधिभित्र चाहिँ सेक्सन नम्बर 4 को सबसेक्सन 1 अनुसार चाहिँ डिपार्टमेन्ट अफ इन्डस्ट्रीमा दर्ता हुनुपर्ने आवश्यकता रहेको छ।